Okay, back again. We're at Bharate जाने बाटोतिर. But on the way, एउटा ब्रेक, सानो ब्रेक. समय चाहिँ सानो ब्रेक. Okay. कहाँ हो हामी? कहाँ हो? रुको जरा, सबर करो. हाम्रो ब्लगको टाइटल कहाँ हो? राइट. मजा आयो. भ्यूज हेर न यार, भ्यूज हेर. यही भ्यूजको लागि त हो नि मरि मिट्ने. गयो हाम्रो अफ रोड अब मस्त लाएर मोज गर्दैछ हेर न. कम्ता रमाइलो छ त्यहाँ. आइस यो बाटोमा हेर्नु बबाल सर्पको टाउको देखायो क्या. ढुङ्गाको सर्पको टाउको बबाल. रेडी रेकर्डिङ. पहाडै काट्दियो यार. डट बाइक जानु कुदाउने बाटो छैन भने त पहाडै उडाइदियो. ल है एक्सट्रिम हिल क्लाइम्बरको लागि चाहिँ नेपालको नम्बर 1 रुट यही हो. बात त सही है. रेडी गयो. क्रस फायरलाई बाल छैन, रोड नभए केही छैन. ट्र्याकहरू आफै रोड ट्र्याक गर्छ यसले. चुप कर बे कुत्ते. गयो रोक्छ. सहिले You serious? पहिला सुरु प्रज्ञान सर गएको हो. अब म पनि जान्छु है नेक्स्ट ट्रिपमा चाहिँ. हेर्नु होला कस्तो छ भनौँ. सो कहाँ आइपुग्यो यार हामीले यार. काली गण्डकी भेरीमा चलाउँदैछ है साथीले. ल क्या बात कर लाइट अफ रोड मन पराउनेहरूलाई चाहिँ यो बाटो सही छ क्या. सही छ. यस्तो खोलाको बाटो गाल्डुङ मुल्डुङ अफ रोड होइन. सही छ यो बाटो. आउनु होला तपाईँहरू पनि है. हेर्नुहोस् न यस्तो कुदाएँ मैले. झर्ना यहाँ पुरा झर्ना छ. ओके. साथीले अब नेक्स्ट चाहिँ हाम्रो प्रज्ञान सरले कुदाउनुहुन्छ यही बाटोमा होइन. हेरौँ है. ओ नाइस. ओ 250 अन्त यस्तो उ छ क्या. ठाडो छ क्या. भिडियोमा देखाएको छैन होइन. ओके. चान्स पायो कि नेपालीले गर्छ. नेपाली हो नि. ओके गाइस, म पनि यहाँ भिड पाखामा पुगिरहेको छु. ओके. ओइ त सक्सेस माथि जान. लास्ट भिड छ ओइ. होस गर है. ओइ यो त अति छ यार. ओइ म त झर्छु कि क्या. ओइ नचर यार. यो त लास्ट माथि छ यार. लास्ट 90 डिग्री छ होला यो त. चेक पोइन्ट 2 मा आइसकेका छौँ हामी. ओके. त्यहाँ अझै दामी छ भने चाहिँ ठाउँ होइन. हेरौँ है त. आजा बेटा आजा. हाम्रो बाटो यस्तै हो. पिज रोडमा हामी हिँड्दैनौँ. पिज रोडमा हिँड्नु भनेको पाप हो. पाप. लेकिन एक सेकेन्ड अड्के थियो. खुट्टा गाडे त्यसको. आयो. कोही मान्छे कहाँ गयो म्याच जोसमा होस् हरायो त्यसले कहाँ खाल्टा खुल्टी लगिरहेको छु. ओके. एडभेन्चर रुक्न नहीं चाहिए. भावना डुबे कहाँ लग्यो. उडाइदे. आपकी तरह मैं भी मायूस हूं. क्या बात है सर. काम त पाकै हो. रमाइलो यही लाग्छ. गर्ने के रमाइलो यस्तै लाग्छ. म उडाउँछु भने सकिनँ कि मैले पनि. दिल दुखा है लेकिन टूटा तो नहीं है और उम्मीद का दामन छूटा तो नहीं है. अब चाहिँ हामी फर्किन थालेको होइन. त्यहाँ उता यसो गान्डा गुन्डुङ गऱ्यो.
अब फर्केर फेरि ब्याक टु अघिनेको ट्र्याकमा मजासित दुईजना सँगै जानु मन थियो कि फेरि हामी फर्किँदैछौँ लुक एट द भ्यू है दामी छ सही छ बाटो खल्डङ खल्डुङ भए पनि अब बाइक त्यस्तै भएपछि यस्तै कुदाउनु रमाइलो लागिहाल्छ जाउँ अब यतिको बाटोमा कुदाउनु पाएपछि खुसीले पागल त हुने भइहाल्यो मान्छेहरू होइन आउनुहोस् यो ठाउँमा चाहिँ फुल स्पिडमा होइन त्यो डकार र्यालीमा कुदाएको जस्तो गर्ने टाइपको भिडियो खिच्नु खुब रहर थियो त्यही भएर आज प्रोग्राम्सहरूको मैले खिचिदिएको छु नेक्स्ट टाइम चाहिँ मेरो खिचिदिनुपर्छ त्यसले पक्का पाउनु अब यति बाइक चलाएपछि हामी थाकिसकेको थियौँ त्यही भएर अब केही रेस्ट गरौँ यसो अलिकति चिसो ठाउँमा जाउँ भनेर हामीले पुग्यौँ यतातिर चिसो हावा रुखको छाया रमणीय भ्यू होइन त तपाईँहरूलाई पनि यो भिडियो हेरेर एकदम रमाइलो लाग्यो भने लाइक गर्नु होला सब्सक्राइब गर्नु होला म फेरि ल्याउने छु यस्तै भिडियोहरू